हेलो एभ्रिवान, आज यहाँहरूलाई स्वागत छ करियर्स नेपाल युट्युब च्यानलमा। धेरै समयपछि भिडियो हाल्न लागेको छौँ, केही काम विशेषले गर्दा व्यस्त थियौँ, तर अब चाहिँ च्यानलमा भिडियो लगातार रेगुलर नै हुन्छ। आज हामी कुरा गर्छौँ आर्टिफिसियल इन्टेलिजेन्स, जसलाई नेपालीमा कृत्रिम बुद्धिमत्ता पनि भनिन्छ। यो आखिरकार के रहेछ र अहिलेको समयमा यो एकदम फेमस किन छ, मार्केटमा यसको हो हल्ला किन बेसी चलेको छ र देश विदेश, नेपाल, अमेरिका, चाइना, इन्डिया, भारत चारैतिर यसको चर्चा छ। आखिरकार यो के रहेछ भन्ने कुरा आज हामी बुझ्छौँ। सुरु गरौँ। आर्टिफिसियल इन्टेलिजेन्स बुझ्नुभन्दा अघि हामीले के बुझ्नुपर्छ भने मान्छेको शरीरको बारेमा अलिकति बुझ्नुपर्ने हुन्छ। ह्युमन बडी अर्थात् यो जुन तपाईँ फोटो देख्न सक्नुहुन्छ, यसमा हाम्रो थुप्रै अङ्गहरू छन् शरीरमा। छाती छ, फोक्सो छ, पेट छ, आन्द्रा छ, भुँडी, सबै कुराहरू छ, घाँटी छन्। तर विचार गर्ने हो भने सबैभन्दा यसको जुन सेन्ट्रल प्रोसेसिङ युनिट अर्थात् जुन हाम्रो मेन कम्प्युटर हुन्छ शरीरको, त्यो मान्छेको दिमाग नै हो। तपाईँको हात भाँच्यो, खुट्टा भाँच्यो, इभन हार्ट पनि यताउति भयो भने हामीले ट्रान्सप्लान्ट गर्न सक्छौँ, यताउति गर्न सक्छौँ। तर अहिलेसम्म मान्छेको ब्रेन ट्रान्सप्लान्ट भन्ने चिज अहिलेसम्म भएको छैन। धेरै वैज्ञानिकहरूले, रिसर्चरहरूले, डक्टरहरूले ट्राई गर्नुभएको छ र 1 वर्ष अगाडि एउटा न्युज पनि आएको थियो प्रयास गरिनेछ भनेर। तर अहिलेसम्म कुनै सक्सेसफुल ट्रान्सप्लान्ट पनि भएको छैन, किनभने मानव शरीरको सबैभन्दा कम्प्लेक्स चिज भनेकै दिमाग हो। उसको मेन सेन्ट्रल प्रोसेसिङ युनिट अर्थात् उसको मेन कन्ट्रोल, देशको बालवाटार, नेपालको बालवाटार भने जस्तो जहाँबाट कन्ट्रोल हुन्छ कन्ट्री, युएसको व्हाइट हाउस भने जस्तै मानव शरीरको चाहिँ व्हाइट हाउस या बालवाटार भनेको दिमाग हो। सो ब्रेन इज द्याट इम्पोर्टेन्ट भनेको हाम्रो मानव शरीरमा चाहिँ दिमागको त्यति महत्त्व छ, हामी सबैलाई थाहा छ है त। अब यति बुझिसकेपछि हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो दिमाग चाहिँ बेसिकली सेन्सेसहरूले अपरेटेड हुन्छ। जुन ब्रेन यदि कम्प्युटर एउटा सेन्ट्रल प्रोसेसिङ युनिट, एउटा कन्ट्रोल युनिट हो भने चाहिँ ब्रेनलाई डाटा पठाउने काम चाहिँ कसले गर्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। अब हाम्रो दिमागलाई डाटा पठाउने या जुन सिग्नल्सहरू हुन्छ वर्ल्डको बारेमा या हामी जे पनि देख्छौँ, त्यो चाहिँ हाम्रो सेन्सेसहरूले पठाउँछ। जस्तो हामी आँखाले देख्छौँ, नाकले सुँग्छौँ, कानले हामी सुन्छौँ, जिब्रोले टेस्ट थाहा हुन्छ र स्किनले चाहिँ हामी फिल गर्छौँ। जस्तो तातो, चिसो सबै कुरा हामी फिल गर्छौँ। सो सेन्सेसहरू भनेको चाहिँ एउटा सिग्नल पठाउने या जति पनि हाम्रो फिल गर्छौँ, यो दुनियाँको बारेमा जति पनि हामी फिल गर्छौँ त्यो चाहिँ सेन्सेसको थ्रु गर्छौँ। सो त्यो सबै डाटा पठाउने काम जुन हाम्रो ब्रेनलाई हुन्छ त्यो चाहिँ सेन्सेसको थ्रु हुने गर्छ। सो सेन्सेसको बारेमा चाहिँ अलिकति पनि बुझ्नुपर्ने हुन्छ, बेसिकली चाहिँ बिकज दिमाग एउटा कम्प्युटर भइसकेपछि चाहिँ त्यो कम्प्युटर डाटा त कसैले पठाउनु पऱ्यो। हाम्रो जुन तपाईँ जुन घरमा नर्मल कम्प्युटर चलाउनुहुन्छ त्यसमा डाटा कसले पठाउँछ? हामी माउसले क्लिक गरिसकेपछि त्यो डाटा पुग्छ सिपियूमा, होइन? किबोर्डले टाइप गरिसकेपछि त्यो डाटा पुग्छ सिपियूमा। सो जसरी किबोर्ड, माउस, यो सब कुराहरू चाहिँ कम्प्युटरको सेन्सेस हो, त्यसै गरी ह्युमन बडीको या मानव शरीरको सेन्सेस भनेको चाहिँ यिनीहरू 5वटा चिज हुन् जसले चाहिँ डाटा या इन्फर्मेसन चाहिँ हाम्रो ब्रेनलाई पठाउने काम गर्छ। अब एउटा कन्सेप्ट चाहिँ के आउँछ भन्दाखेरि ब्रेन इज अ प्याटर्न भनेर भन्छन् क्या। सो ब्रेन इज अ प्याटर्न भन्नुको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जति पनि ब्रेनबाट इजाद भएको चिज छ या ब्रेनबाट उत्पन्न भएको चिजहरू हुन्छ नि, जस्तो हाम्रो ह्याबिट्स, हाम्रो थट्स, हाम्रो क्रिएटिभिटी, हाम्रो ल्याङ्ग्वेज, हाम्रो इमोसन्स, यो सबै एउटा प्याटर्न मात्र हो क्या। यो कुनै सोलिड चिज या कुनै फिजिकल चिज या छुन सक्ने चिज त्यस्तो केही पनि होइन। यो जस्ट एउटा प्याटर्न हो र यो प्याटर्न चाहिँ हामीले भनौँ न अब सिक्दा बोल्दा यताउति गर्दा हाम्रो सेन्सेसको थ्रु बुझ्दै अब डाटा हाम्रो सेन्सेसको थ्रु डाटा गयो दिमागमा र त्यो दिमागले चाहिँ प्रोसेसिङ गरेर बनाइएको चिज हो भन्छ क्या। सो जस्तै यसमा म एउटा उदाहरण दिन चाहन्छु। तपाईँको बिहान उठ्ने 8 बजे उठ्ने बानी छ, होइन? त्यसलाई तपाईँले सजिलैसँग 5 बजे उठ्न सक्ने बनाउन सक्नुहुन्छ नि। अलिअलि गाह्रो होला तर त्यो बनाउन सकिन्छ नि। किन भन्दाखेरि त्यो चाहिँ एउटा प्याटर्न थियो क्या। त्यो पुरानो 8 बजे उठ्ने पनि एउटा प्याटर्न थियो, 5 बजे उठ्ने पनि एउटा प्याटर्न हो। त्यसको ठाउँमा यदि तपाईँले सोच्नुभयो तपाईँको कद चाहिँ 5 फिट छ अरे, त्यो 5 फिटलाई 8 फिट त बनाउन सकिँदैन, किनभने त्यो फिजिकल चिज हो, त्यो एउटा सोलिड चिज हो। सो यो चाहिँ हामीले फरक बुझ्नुपर्ने हुन्छ कि आर्टिफिसियल इन्टेलिजेन्स या कृत्रिम बुद्धिमत्ता, जुन हाम्रो कृत्रिम रूपमा बुद्धिमत्ता हामी बनाउँदैछौँ, त्यो पनि एउटा कृत्रिम रूपमा हामी प्याटर्न नै बनाइरहेको हो। सो
के भनिन्छ भन्दाखेरि यदि हामीले कृत्रिम रूपमा त्यो प्याटर्नहरू, त्यो ह्याबिट्स, थट्स, क्रिएटिभिटी सबै क्रिएट गर्न सक्यौँ भने चाहिँ एउटा आर्टिफिसियल ब्रेन त बनाउन सकिहालिन्छ नि भनेर साइन्टिस्टहरूले प्रपोजल राख्नुभयो क्या। सो यदि ब्रेनले जुन जुन फङ्सन गर्छ त्यो फङ्सनिङ नै हामीले एउटा आर्टिफिसियल वेमा जुनसुकै वे होस् होइन, त्यसमा अब अहिले त धेरै तरिका आइसके, तर त्यसलाई कृत्रिम रूपमा त्यो प्याटर्नहरू क्रिएट गर्न सक्यौँ भने हाम्रो थट्स, ह्याबिट्स, इमोसन त्यो सबै चिज चाहिँ कम्प्युटरले नै पनि क्रिएट गर्न सक्यो भने त एउटा आर्टिफिसियल ब्रेन बनिहाल्यो नि भन्ने चाहिँ कोर कन्सेप्ट हो क्या आर्टिफिसियल इन्टेलिजेन्सको फिलोसफिकली है। अब हामीले बुझ्नुपर्ने हुन्छ यति हाइप किन छ, मार्केटमा चर्चा परिचर्चा टन्नै छ यसको होइन, यो किन यति हौ हल्ला मचेको हो भन्दाखेरि चाहिँ के भन्छ भन्दाखेरि मानव शरीरमा सबैभन्दा महत्त्वपूर्ण चिज दिमाग हो र अब के एउटा प्रेडिक्ट गरिँदैछ भन्दाखेरि चाहिँ फर द फर्स्ट टाइम प्लानेट अर्थमा हाम्रो पृथ्वीमा चाहिँ मानवभन्दा पनि एउटा अझै स्मार्ट, अझै इन्टेलिजेन्ट चिज चाहिँ आउँदैछ है। त्यो चाहिँ अब त्यो रोबोटको रूपमा हुनसक्छ, तर त्यसमा फिट चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सवाला ब्रेन फिट हुनसक्छ होइन, जुनसुकै रूपमा होस्। सो के भन्दाखेरि यो चर्चा परिचर्चा हुनुको कारण चाहिँ के भन्दाखेरि मानवभन्दा बुद्धिमान चिज चाहिँ अब चाहिँ पृथ्वीमा आउँदैछ है भन्ने चाहिँ मेन एउटा डर भनौँ या चासो भनौँ या केही न केही चाहिँ छ, त्यसको कारण चाहिँ यति हाइप भएको हो। अब उहाँको नाम चाहिँ जेफ्री हिन्टन हो, उहाँलाई गड फादर अफ एआई पनि भनिन्छ होइन। उहाँले चाहिँ एउटा कुरा एकदम मलाई मन परेको चिज के भन्नुभएको छ भन्दाखेरि जब इन्डस्ट्रियल रेभोल्युसन भयो, जब यो जुन औद्योगिक क्रान्ति भनिन्छ जुन 19औँ शताब्दी र 20औँ शताब्दीमा चरम सीमामा थियो, त्यो जब भयो त्यसले चाहिँ मानव शरीरको जुन क्षमता हुन्छ नि, जस्तो 20 किलो बोरा उठाउन सक्ने क्षमता या भनौँ न 3 डोको बालुवा उठाउन सक्ने क्षमता, त्यो सबैको भ्यालु चाहिँ कम गरिदियो क्या। बिकज जब हामीले मेसिनहरू इजाद गऱ्यौँ होइन, त्यो अब बुलडोजर आयो, बुलडोजरले त एक्सकाभेटर आयो, हाम्रो जेसिबीहरू आयो होइन, त्यो सबैले चाहिँ मानवले जुन पहिला खन्नु पर्थ्यो, उत्खनन गर्नु पर्थ्यो, त्यो सबै काम त मेसिनले गर्थ्यो नि त। अब त्यो किन भन्दाखेरि त्यसमा चाहिँ स्ट्रेन्थ चाहिन्थ्यो क्या, मान्छेको जुन भनौँ शरीरको पावर चाहिन्थ्यो क्या। त्यही भएर त्यो सबै चिज त जेसिबीहरूले, बुलडोजरहरूले त्यो सबै त्यसले रिप्लेस गरिदियो। अब चाहिँ उहाँले के भन्नुहुन्छ भन्दाखेरि अब मान्छेको दिमाग पनि रिप्लेस हुने बेला आइसक्यो है एआईले गर्दाखेरि। मान्छेसँग अहिले भएको भनेको दिमाग नै त हो नि होइन, त्यो दिमाग पनि रिप्लेस हुन सक्ने डर चाहिँ एआईले ल्याएको छ। अब अल्टिमेटली अब मान्छेको शरीर पनि त्यति भ्यालु छैन, दिमाग पनि भ्यालु छैन भनेपछि त अनि डर भएन त भन्ने चाहिँ उहाँको एउटा थट, एउटा कन्सेप्ट हो क्या। अब यसको सोल्युसन के हो त भन्नुपर्दा यदि तपाईँले मलाई सोध्नुभयो भने चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि यसलाई हेर्ने दुईवटा तरिका छ। एउटा नेगेटिभ एङ्गल छ, नेगेटिभ एङ्गलमा चाहिँ हेर्नुभयो भने के भनिन्छ भन्दाखेरि अब सबै जागिरहरू जाने भयो, जब लस हुने भयो, त्यसपछि भविष्य नै छैन, एआईले सबै कुरा टेक ओभर गरिदिन्छ, सबै कुरा खाइदिन्छ, अनि मान्छे त केही न केही फाल्तु पारमा बस्ने, केही काम गर्न पनि छैन, यतिकै बस्छन् भन्ने एउटा पोइन्ट अफ भ्यू हुनसक्छ। त्यसलाई म गलत पनि भन्दिनँ, सही पनि भन्दिनँ, तर त्यो एउटा पोइन्ट अफ भ्यू छ है। अब यसलाई पोजिटिभ पोइन्ट अफ भ्यूमा चाहिँ हेर्न चाहने मान्छे या जसमा म पनि पर्छु, यसलाई म पोजिटिभली नै हेर्छु। पोजिटिभ माइन्डसेटले हेर्ने मान्छेले चाहिँ के भन्छ भन्दाखेरि यो त एज अ प्रोडक्टिभिटी टुल पनि त युज गर्न सकिन्छ नि। जुन पुरानो कामहरू जुन मान्छेले गर्नु पर्थ्यो, फाइल पल्टाउने काम या भनौँ न जस्तो तपाईँको यो इभन कम्प्युटरको कोड हान्ने कामहरू पनि होइन, यो त खासै अब एआईलाई ठेलिदिइसकेपछि ल भाइ तँ चाहिँ यो गर, त्यसलाई मात्र भनेपछि होइन, ल तैँले चाहिँ यो गर है भनेर उसलाई कमान्ड दिइसकेपछि उसले टक्क लाएर कोड लेखेर दिन सक्छ। त्यसले गर्दाखेरि प्रोडक्टिभिटी बढ्यो, क्रिएटिभ लिबर्टी हुनसक्छ। अब जस्तो भनौँ न मान्छेलाई त सयौँ आइडिया आउँछ नि, जस्तो अब कसैले भन्छ होला कि म चाहिँ दुनियाँको सबसे बवाल गेम बनाउँछु भनेर होइन। पहिला उसँग त्यति रिसोर्सेस थिएन होला, त्यति डेभलपर्सहरू थिएन होला, अब उसले चाहिँ एआईको मद्दतले गेम बनाउन सक्छ। किन भन्दाखेरि अब एआईलाई भन्न सकिन्छ तैँले यस्तो खालको गेम बनाएर मलाई दिए, त्यसमा हल्का ट्विक गर्नुपर्छ होला अहिले पनि होइन, 100% बुलेट प्रुफ भएको छैन कोड जेनेरेसन एआईबाट। त्यही पनि अब भनौँ न क्रिएटिभ लिबर्टी धेरै हुन्छ मान्छेलाई, क्रिएटिभ एङ्गल चाहिँ मान्छेले धेरै एक्सप्लोर गर्न सक्छन् एआईको मद्दतले। अर्को हुनसक्छ आर्टिस्टिक प्रोडक्ट्स, राइज अफ आर्टिस्टिक प्रोडक्ट्स। जस्तो अब कोही आर्टिस्ट पाराको मान्छे छ जसलाई आफ्नो म्युजिक बनाउनु मन छ, अब त एआईले पनि म्युजिक बनाइदिन सक्छ। उसले अब नोट्सहरू दिन सक्छ होइन, त्यो गिटारको नोट्सहरू या पियानोको नोट्सहरू दिएर के हुनसक्छ भने मलाई चाहिँ यस्तो खालको म्युजिक बनाएर देऊ मलाई भनेर एआईले त्यो जेनेरेट गरिदिन सक्छ। र अर्को भनेको वर्ल्ड क्लास प्रडक्ट्स पनि बनाउन सकिन्छ कि। अब जस्तो किन भन्दाखेरि एआई भनेको चाहिँ एउटा यस्तो स्मार्ट चिज हो जुन चाहिँ जसको मद्दतले हामी जे पनि बनाउन सक्छौँ। इभन नेपालमा बसिकन पनि हामीले वर्ल्ड क्लास प्रडक्ट्स बनाउन सक्छौँ त्यसको मद्दतले गर्दा। किन भन्दाखेरि त्यो तपाईँ अमेरिकामा युज गर्नुहोस्, नेपालमा युज गर्नुहोस्, इन्डियामा युज गर्नुहोस्, एआई त एआई नै हो।
त्यसको युज गरेर चाहिँ हामीले एज अ वर्ल्ड क्लास प्रोडक्ट्स, सो टिकटक एउटा वर्ल्ड क्लास प्रोडक्ट हो, इन्स्टाग्राम एउटा वर्ल्ड क्लास प्रोडक्ट हो, एज अ होइन नेपालीले पनि केही वर्ल्ड क्लास प्रोडक्ट जेनेरेट गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर म चाहिँ अलिकति पोजिटिभ माइन्डसेटमा लिएर हिँडेको छु एआई भन्ने चिजलाई। अब ग्रेट टुल्सहरू छन्, टुल्सहरू चाहिँ हाम्रो अब च्याट जिपिटी एउटा बवाल टुल हो, डिपसिक एआई एसिस्टेन्ट भन्ने पनि एउटा बवाल टुल छ होइन, ग्रक एआई भन्ने हाम्रो इलन मस्क सरले निकाल्नु भएको छ, त्यो पनि राम्रो छ, क्लाउड बाई एन्थ्रोपिक भन्ने छ, त्यो पनि एउटा स्मार्ट टुल हो। यसले चाहिँ तपाईँको अब कभर लेटरहरू लेख्ने, तपाईँको सिभिजहरू बनाइदिने होइन, त्यसपछि इमेल सिमेल लेखिदिने, इभन कोड पनि लेखिदिने, मलाई यस्तो खालको एप बनाएर दे भने पनि अब अलिकति हल्का चाहिँ उसले 100% बवाल चाहिँ बनाउनु सक्दैन, त्यसमा अलिकति नलेज चाहिँ हुनुपर्छ, ट्विक स्विक गरेर हामीले बनाउन सक्छौँ क्या। सो यति धेरै क्रिएटिभ लिबर्टी आउँदैछ क्या दुनियाँमा। सो यो चाहिँ एकदम पोजिटिभ एङ्गलले हेरेको छु म अहिले चाहिँ। अब मेरो तपाईँलाई प्रश्न चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको आइडिया के हो त होइन। अब तपाईँ आइडिया जेनेरेट गर्नुहोस्, एआईलाई भन्नुहोस्, त्यो एआईमा तपाईँ र एआई मिलेर सँगै त्यो आइडियामा काम गर्नुहोस् र वर्ल्ड क्लास प्रडक्ट बनाउनुहोस्। अब यही हो जमाना जस्तो लाग्छ मलाई चाहिँ होइन, फ्युचर यही नै हुनेवाला छ, मान्छेहरूलाई मोर एन्ड मोर लिबर्टी, मोर एन्ड मोर फ्रिडम हुनेवाला छ। बिकज अब पहिला कसैलाई एकदम बवाल अलिअलि कोड गर्न आउँथ्यो, बवाल पारमा कोड गर्न आउँदैन थियो भने उसले अब एआईको मद्दतले अब त्यो हेल्प लिएर होइन उसले आफ्नो आइडियालाई एआईसँग मिक्स गरेर चाहिँ बवाल प्रडक्ट बनाउन सक्छ, त्यो गर्नु छ। सो तपाईँको आइडिया चाहिँ के हो भनेर तपाईँ कमेन्ट सेक्सनमा लेख्नुहोस्, हामी कुरा गर्न सक्छौँ, यसको चर्चा परिचर्चा गर्न सक्छौँ है त। अब यति भनिसक्दा अब हामी भिडियोको एन्डमा आइसक्यौँ। करियर्स नेपाल भनेको चाहिँ एउटा एकदम बवाल ठाउँ हो, तपाईँ यहाँ आउन सक्नुहुन्छ। करियर काउन्सिलिङ, क्रिएटिभ थिङ्किङ डेभलप गर्न, करियर काउन्सिलिङको लागि, क्रिटिकल थिङ्किङ डेभलप गर्नको लागि नयाँ आइडियाहरू चाहिएको छ भने तपाईँलाई आफ्नो फिल्डमा सम्पर्क गर्न सक्नुहुन्छ। टेक्निकल र कम्प्युटर स्किल्स, म खुद एउटा प्रोग्रामर हो, 6-7 वर्षको एक्सपिरियन्स प्रोग्रामर हो म। तपाईँलाई त्यो स्किल्सहरू चाहिएको छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। प्रोग्रामिङ स्किल्सहरूको लागि पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ, नम्बरहरू स्क्रिनमा दिएको छ, फिल फ्री टु कल मी, तपाईँ खुलेर कुरा गर्न सक्नुहुन्छ होइन। हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू मिलेर काम गऱ्यो भने अझै राम्रो हुन्छ होला। अन्तमा चाहिँ म के भन्छु भन्दाखेरि द क्वालिटी अफ यर थिङ्किङ डिटरमाइन्स द क्वालिटी अफ यर फ्युचर भन्छ क्या। तपाईँले जुन हिसाबले सोच्नुहुन्छ आज तपाईँको फ्युचर त्यस्तै हुन्छ। सो लेट्स बी पोजिटिभ एन्ड लेट्स वर्क टुगेदर। फिल फ्री टु कन्ट्याक्ट मी एट द गिभन नम्बर। Have a good day everyone. Bye. Take care.